काठमाडौँ महानगरपालिकाबाट त अरूले सिक्नुपर्छ। राम्रो कुरा सिक्दैमा कहिले पनि कोही सानो हुँदैन। त्यसैले गर्दाखेरि काठमाडौँ महानगरपालिकाले जे गरिरहेको छ एकदम राम्रो गरिरहेको छ। विशेष गरेर मेयर साहबलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पहिलेदेखि पनि म फ्यान पनि हो। अब हामी त घरको सब परिवार नै फ्यान हो। हजुर हजुर। तपाईको बोलेर स्ट्यान्डबाजी हुन्छ, तपाईको काम गरेर ल्याएर त यत्रो रोजगार दिनु भएको छ। भनौँ न यहाँ सिकाउनु भएको छ। तपाईको चाहिँ हेर्नुहोस् काठमाडौँमा चाहिँ तपाईँको फल्चा बनेको छ, धारा बनेको छ, काठमाडौँ हराभरा भएको छ। त्यस्ता स्ट्यान्डबाजी भनेर के गरे मान्छेले जनताले बुझाएको छन् होइन, एक दुईटाले भन्छन् होइन, त्यो स्ट्यान्डबाजी उसैले गरे हो। यो बालनजीले राखेको यो प्रोग्राम यसमा आएर चाहिँ सिक्न पाउँदाखेरि अत्यन्तै खुसी लाग्यो। रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि। दर्शकबिन सिप मेला 2072 काठमाडौँ महानगरले यति बेला टुडिखेलमा सञ्चालन गरिरहेको छ। बेरोजगारी युवाहरूलाई रोजगार दिलाउने काठमाडौँ महानगरको योजनाले यति बेला सफलता चुम्दै गइरहेको छ। साथसाथै सिपमूलक शिक्षाहरू सिकाउँदै गइरहेको छ। आज हामी सिप मेला 2082 के कसरी चल्दैछ भनेर आज बुझ्न आएका छौँ। यसै बीचमा बागमती प्रदेशको माननीय सांसद सुनिल केसीज्यूले पनि भिजिट गरिरहनु भएको हामीले देखिरहेका छौँ। अहिले जुन देशमा युवा बस्न चाहँदैन, घर परिवारसँग एससी +2 गरेपछि सरसल्लाह गरेर विदेश जान चाहन्छ, उहाँहरूको लागि त धेरै ठुलो प्लेटफर्म हो यो। यहाँभित्र आउँदाखेरि मैले चाहिँ एउटा प्र्याक्टिकल्ली एकदम के हो त, के सिक्ने, किन सिक्ने, सिकाएर के गर्ने भन्ने एउटा करिकुलम वाइज रूपमा यहाँ चाहिँ कार्यक्रम सञ्चालन भइरहेको। त्यो भएपछि अब त्यसको सिप चाहिँ हामीले समाजमा आफ्नो प्रोडक्ट, आफ्नो चाहिँ काममा चाहिँ लगेर लगाउँदाखेरि त्यसले चाहिँ पक्कै पनि जीवन स्तर उकास्ला। कुनै चिज हामीले क्याच गर्न सकिरहेको छैनौँ। अब त्यस्तै छ, सिकिरहेको छौँ। अब हेरौँ लास्टसम्म कस्तो हुन्छ। जस्तो एउटा एक्सपेक्टेसन चाहिँ राखेर आएको छौँ, लास्टसम्म हेरौँ कस्तो हुन्छ। भनेपछि एक्सपेक्टेसन के छ? यहाँबाट सिप सिकेर बाहिर आफ्नै गर्ने कि अथवा रोजगारी पनि दिने भन्नुभएको छ काठमाडौँ महानगरपालिकाले? कुनै पनि चिजहरूमा आफूलाई बढाउनु अगाडि पहिला आफू स्किलफुल हुनु पर्यो। अब कतिको डिजर्भिङ भइन्छ, कतिको आफूलाई कन्फिडेन्ट फिल हुन्छ आफ्नो कन्टेन्ट वाइज, त्यो अनुसारले आफूले अब कदम चाल्नुपर्ने हुन्छ। कि ट्रेनर भइन्छ, अब कि रोजगारीलाई भयो भने अब त्यसलाई पनि हेरिन्छ कि अथवा भोलि राम्रै गर्न सकियो भने भोलि आफूले अरूलाई सिकाउन सकिन्छ। कसरी लिनु भएको छ यो अपर्च्युनिटीलाई? जसरी अहिले महानगरले निःशुल्क रूपमा हजारौँ जना व्यक्तिहरूलाई सिकाइराख्नु भएको छ। अपर्च्युनिटी एकदम राम्रो हो। यति धेरै क्याटेगोरी यस्तो ठाउँमा होइन, यो खालको जुन हामीले तपाईँले पनि हामीले इमेजिनै नगरेका कुराहरू हो नि त, यसरी पाइन्छ भन्ने चाहिँ थाहा थिएन हामीलाई। हजुर, पहिला त सोचेको थिएन, देखेको पनि थिएन, थाहा पनि थिएन। अब पोहोर सालदेखि त हामीले सोचिरहेको थियौँ अब अर्को साल त झन् धेरै राम्रो होला, धेरै अपर्च्युनिटी पाइएला, धेरै कुराहरू सिक्न पाइन्छ भनेर जस्तो लागिरहेको थियो। पाइयो पनि। विभिन्न कार्यक्रम यस्तै चलाइदिनु भएको भए अहिले जो जनता जुन जिल्लाबाट आएर यहाँ कोठामा बसिरहनु भएको थियो उहाँहरूले त्यही सिक्नुहुन्थ्यो होला नि त। त्यो किन नगरेको त मेरो प्रश्न। आम तपाईँको युवाको यो प्रश्न हो, आम बाआमादेखि सबैको यो प्रश्न हो। त्यसैले गर्दाखेरि उहाँहरू त अब राम्रो कार्य गरेको, राम्रो काम गरेको, जनतालाई डेलिभरी दिएको, सहयोग गरेको, साथ दिएको, केही कुरा सिकाएको कुरामा उहाँहरूलाई कहाँ इन्ट्रेस्ट लाग्छ र? उहाँहरू त कसरी त्यो कुर्सी तान्ने, त्यहाँ को पुग्ने, यहाँ को झर्ने, अब देखिरहनु भएको छ भ्रष्टाचारका मात्र कुराहरू मात्र आउँछन् भनेपछि उहाँहरूलाई त्यो कुरामा मात्र इन्ट्रेस्ट छ। यस्ता सिपमूलक कार्यक्रममा जनतालाई सेवा दिने कुरामा इन्ट्रेस्ट छैन।